भन्नु न के भयो रविको विरुद्ध मिल्ने हो भने बोल्नु भने रिसा हो क्या किन रिसाउनु म तपाईसँग तपाईँ मेरो दाइ म तपाईँको भाइ म चाहिँ एउटा यस्तो हो क्या दाइ एउटा कुरो यस्तो पनि एउटा व्यक्ति हेर ऋण त तपाईँले लिन पाउनु मैले लिन पाएँ जसले ऋण ल्याएको छ त्यसले खोज्ने हो क्या तपाईँले खोज्ने होइन मैले खोज्ने होइन तपाईँको पनि त ऋण त छ त तपाईँको झन्डै 12-15 करोड ऋण छैन र अनि त्यही बनाएर हालिदिने रिसिदा मलाई फलाना रामबहादुरसँग यति करोड ल्याएर खाइदिन्छ भने देउने त्यसपछि कुद्ने हो र हामी तपाईँलाई दिउँछ तपाईँ कोसँग कारोबार गर्नुभयो तपाईँको कुरो म कोसँग कारोबार व्यक्तिगत दिन त जोसँग खान पाइयो दाइ अहिले राजनीति गर्ने भयो भने त्यसलाई इस्यु बनाएर व्यक्तिको आन्तरिक कुराहरू लिएर राष्ट्रिय इस्यु बनाउन मिल्छ होइन नेपालका मिडियाले छ नि संसारले लेख्न त पाउनु पर्छ नि होइन तपाईँको ऋण मैले लेखिदिन्छु जस्तो भन्नु ऋषि जमानाले अस्ति तपाईँको प्रेम टाइम टेलिभिजन खोज्दाखेरि 15 करोड ऋण खोजेर फलानु फलानु ब्याङ्कबाट खाइदिएछ फलानु सरकारी खान्छ फलानु व्यक्ति खान्छ भन्न जान मिल्छ होइन त्यो तपाईँको व्यक्तिगत होइन बाटो पैसा लिनु भएको नि आइसक्यो उसले जान्ने हो तपाईँले कुन ब्याङ्कमा गएर ऋण लिनुभयो अहिले दुर्गा प्रसादले ब्याङ्कबाट लोन ल्याएर खाएको त त्यो उसो ब्याङ्कको र दुर्गा प्रसादको इस्यु हो तपाईँको मेरो इस्यु हो त्यो तर सरकारीको सुरक्षा नभएको मान्छेले अहिले मलाई राखेँ मैले मलाई 10 करोड ड्यान गरेर खाता ल्याएर आउँछु मैले त्यो त खाएँ त मैले के बिना मैले लुट्न गएको त्यो लुटेर ल्याऊ राति गएर घर फुटाएर ल्याऊ सरकारीको पैसा सरकारी कुरा ऊ देव नेपालीले 4 अरब रुपियाँ खाएको त्यसको नाम आउँछ देव नेपालीको 4 अरब रुपियाँ खाइदिएको छ अस्ति म गएर बस गरेर आएको छु देव नेपाली जनताको पैसा 4 अरब रुपियाँ खाएको छ खोइ त्यसको इस्यु निकाले तपाईँले मैले निकाले कहाँ निकाल्नु देव नेपाली बुझ्नुभयो तपाईँले सुन्नु ऋषि धमलाले अस्ति टेलिभिजन खोज्दाखेरि तपाईँको 10 करोड ब्याङ्कबाट लोन ल्याएर सरकारले ऋण ल्याएर अब सम्बन्ध ऋषि धमलाले ब्याङ्क तपाईँको कारोबार हो नि त मेरो कारोबार मैले गएर खोजिदिनु पर्यो तपाईँको होइन रविजीको र अरूको केसमा फरक रवि हो त्यो ठिकै भन्नु त रवि र अरू केसमा फरक रवि गृहमन्त्री हो अमेरिका बसेर आएको 1 वर्षमा उप तथा गृहमन्त्री पड्का भनेर सबैलाई रिस त्यही भयो त त्यो कसको के हात तपाईँको रविको बिचमा केही लेनदेन छ मित्रको अरूको रिस मलाई बिचमा केही लेनदेन छ होइन तपाईँ आज म माथि किन खनिनु भएको तपाईँलाई मैले रवि चितवनमा बस्दाखेरि दाइ आइदिएर तपाईँ मिडियाको मान्छे हो ऊ पनि मिडियाको मान्छे हो ठिक छ गलत गरेपछि उसले सधैँ पाउला पहिला न्यायले अदालतले उसलाई दोषी ऊ गराएर त्यसलाई ऊ गर्ला भनेर मैले तपाईँलाई बोलाएर तपाईँ त्यहाँ त्यत्रो दिन गएर बस्नु कुरा त गर्नुभयो गरे होइन अनि अहिले तपाईँ आएर तपाईँको सानो सानो कुरालाई ल्याएर ठुलो बनाएर तपाईँको भइ नभएको मिडियामा छापेको छ तपाईँ बुरुक तपाईँको त झाँक्री उफ्रिनु भएको छ तपाईँको त्यस्तो भएर तपाईँ मर्नु पर्दैन म मर्न पर्दैन मैले सरकारी ऋण ल्याएर खाएँ त मेरो व्यक्तिगत कुरो मैले चोरेर ल्याएँ नि उसले जाने छ लुटेर ल्याएँ नि उसले सरकारले जाने छ कमसेकम सरकारीमा गएर ब्याङ्कमा गएर पैसा निकाल्नु त एउटा संसार गिरिएको अध्यक्षलाई गिरफ्तार गर्नु ठिक छ के अरे क्रान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिवलाई किन गिरफ्तार गरे